Good morning. Finally सुरु भयो. लोग पाल बोकौँ ल चल बाबु चल अहिले एकछिन बोक्छु ल बाई 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 कसको गाडी नि क्या हो त्यहाँ के घर हो Okay. Woo! Kaya guys. Sit right, sit. Back. Finally, are you? Where are you? Oh wow! Amo! ल सनराइज हुने टाइम भएछ ओ हिमाल दामी देख्छ त्यहाँ त देखेको छ कि छैन त थाहा छैन पुरै त्यहाँनिर पुरै रेसहरू आइसक्यो खै हेरौँ त अब थाहै छैन धौलागिरीमा छिटो लाग्दो रहेछ है घाम तर पछाडि देखेन हामी मात्रै देख्यौँ One, two, three. उफ्रिन के हो भुइँले छोडेर लाई गुड मर्निङ फ्रम बागखोर गुड मर्निङ फ्रम 1 2 3 go good morning from good morning from Hi everyone, good morning from Bhakim Lim Magdi on the way to Beldunga. यो चाहिँ बेलडुङ्गा हो अनि हामी चाहिँ आज यहाँ जानु लागेको आज हाम्रो चाहिँ डे 3 हो हामी बिहान कति बजे 4 बजेर 57 मा हिँडेको ठ्याक्क 1 घण्टामा लगभग 1 घण्टा भनौं ठ्याक्क छपल्दाखेरि यो डाँडामा आइपुगेको थियो अनि अहिले चाहिँ हामी बागखोरमा पुगिरहेछ अनि यो चाहिँ माछापुछ्रे हाय यस्तो दामी भ्यू देख्दो रहेछ हैन मेरो इमेजिनेसनको बाहिर थियो के यो यति राम्रो देख्छ भनेर हैन हाम्रो यहाँ सिरिजको खानदान यहाँ ट्रेक गर्न आइराछौं
हरि सिरिज घाम पर्यो नि त हाम्रो सिरिज खानदानबाट गुड मर्निङ भन्देऊ गाइस गुड मर्निङ आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि हामी पनि एकदम सन्चै आरामै छौँ अनि आज हामी बेलडुङ्गाको माथि टुप्पामा जानु आँटेको अनि त्यही है त हामी चाहिँ अहिले यहाँ सनराइज हेर्ने गरिरहेको थियो अनि सनराइज भइसक्यो माथि पुगिसक्यो अहिले चाहिँ अब हामी एकछिनमा यो कुट्टु के भन्छ यसलाई पोकापोकी डल्ला पारेर अनि अब माथि बेलडुङ्गातिर जान्छौँ हामी आएको चाहिँ यता तलबाट उयो चाहिँ आइ गाउँ त यहीँ देख्दो रहेछ त है हौ ल यो चाहिँ हाम्रो गाउँ होइन माथिल्लो गाउँ अनि तल पनि छ अर्को गाउँ यो चाहिँ हाम्रो मुसुङ गाउँ म चाहिँ आफ्टर लङ इयर्स पछि आएको होइन मेरो जन्म ठाउँ नै यही हो अनि म पहिला सानोमा चाहिँ यहीँ कति 2 क्लाससम्म यहीँ पढेर अनि तराई झरेको गएको थिएँ कि अनि अहिले तराई गएपछि फर्स्ट टाइम अहिले बल्ल आएको छु ल है त अब माथि गएर भेट्नुपर्छ ल यहाँनिर सनराइज हेऱ्यो अन्त बाघपुलबाट चाहिँ हामी अब बेलुका जानु लागेको अहिले टाइम छ फाइनली सुरु भयो अझै जानु त मिल्छ ढुङ्गा बिछाएर कस्तो राम्रो ढुङ्गा त यहाँबाट त कस्तो दामी देख्ने क्या कति दामी ढुङ्गा यो पनि दुईटै माटो नेचुरल रातो माटो र कमेरो माटो स्वर्ग जस्तो ठाउँ यार कसम हामी आउनु पर्छ नेक्स्ट टाइम
सरी जिउँदो रहेछ हौ म त मरेको भनेको त औ हिँडकै हिँड म त्यो फुलमा छोडिदिन्छु कि यसलाई म त्यही छोडिदिन्छु मैले मऱ्यो होला भने टिपेको जिउँदो रहेछ अरू फुलमा लिएर राखिदिउँ ल जाऊ 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 त फ्लावर बस्छ गयो बाई बाई हेर त बाबु बाई लभली बाई बाई गरिदियो बाई हामी अब लगभग पुगिसक्यौँ बेलढुङ्गा सौजन्य काठी खोला गाउँपालिका ल होइन थ्याङ्क यू ल होइन Welcome to बेलढुङ्गा म फर्स्ट टाइम आउँदैछु यो ठाउँमा चाहिँ यस्तो सेटिस्फाइङ छ नि भ्यू चाहिँ ओ माई गॉड एक्सप्लेनै गर्न सक्दिनँ कि म कति खुसी छु हामी बिहान 5 बजे हिँडेको अहिले ठ्याक्क 9 बज्यो 9 बजे आइपुग्यो होइन यो चाहिँ माछा पुछ्रे होइन यत्रोको माछाको पुच्छर मात्र देखिरहेछ अन्त यिनीहरू चाहिँ अन्नपूर्ण रे होइन यसको ठ्याक्क ब्याकमा चाहिँ धौलागिरी छ अन्त त्यो फेरि यताको थाहा भएन है नाम अनि यताको चाहिँ थाहा भएन के नाम के हो ठाउँ चाहिँ लास्टै दामी छ कि यो ल हाम्रो बेलढुङ्गाबाट रिटर्न ब्याक टु होम हुने टाइम भयो होइन दामी दामी अति बब्बाल ठाउँ चाहिँ हामीले खाएर युज गरेर निस्केको प्लास्टिक फोहोरहरू हामीले चाहिँ यो बोकेरै जाँदैछौँ यति राम्रो सुन्दर ठाउँमा कसले फाल्यो त्यो हामीले यसरी फोहोरहरू अलिअलि देखेको पनि फोहोर लिएर हेऱ्यो कृपया यो ठाउँमा आएर फोहोर नगरिदिनु होला धन्यवाद त्यति भन्न चाहन्छौँ अनि यहाँबाट चाहिँ हामी अब निस्किन लागेको फेरि नेक्स्ट टाइम मिल्यो भने फेरि आउनुपर्छ सी यू नेक्स्ट टाइम बाई 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 बेलढुङ्गा अब हामी गएको ल सी यू नेक्स्ट टाइम ठाउँ चाहिँ लास्टै राम्रो छ फेरि आउँछु म यत्तिकै ब्युटिफुल भएर बस्नु त्यतिबाट त फोटो टिपेर आयो तर यहाँनिर आइपुग्दाखेरि अहिले खाली रहेछ यस्तो
यसरी फाल्नु भएन कृपया प्लिज नफालिदिनुहोस् यसरी यति राम्रो ठाउँमा म यो पनि क्यारी गरेर लाँदैछु मेरो प्लास्टिकको ब्याग यहाँ छ पोहोर यतिखेर पानी नपाएर कति गाह्रो भएको थियो कि पानी भेट्दा त नाचेको हामी त खुसी भएको दुईपट्टिबाट आइरहेको अछु ल यो चाहिँ मेरो गाउँ हामी यता माथि गएको थियो टपमा हो त्यो डाँडा पो रहेछ अन्त यहाँ चाहिँ मेरो पुरानो घर हो यहाँ कतापट्टि हुन्थ्यो हो यतापट्टि अरे यतैतिर मलाई स्योर भएन अनि त्यो माथि त्यहाँ छ आठको पिङ यस्तरी घुम्नेवाला म यहाँ सानोमा गएपछि बल्ल अहिले धेरै वर्षपछि आएको छु ठाउँ चाहिँ यस्तो राम्रो छ क्या यस्तो टाइपको छ नि त यस्तरी बनेको छ नि त ठाउँ यस्तरी राम्रो छ अनि हामी सानोमा हिँड्दा चाहिँ यस्तो मोटर बाटोहरू थिएन नि त अहिले चाहिँ मोटर बाटोहरू सब आइसकेछ हामी चाहिँ अब यताबाट डोले जान लागेको अनि सबैजना जानु भइसक्यो म चाहिँ कस्तो यो गाउँको भिडियो गर्नु मन लाग्यो अब कहिले आइन्छ थाहा छैन नि त अनि त्यही भएर भिडियो बनाउँदै बसिरहेको छु म पनि गएँ ल अब त्यतै जानुपर्छ एकछिनपछि म पनि सानोमा पढेको स्कुल 2 क्लाससम्म पढेर अनि तराई झरेको हो त्यसपछि चाहिँ गाडी भेटेर त्यहाँदेखि गाडीमा आयो कस्तो म त घाटरुक साइडतिर छिरे जस्तो फिल भयो त यहाँनिर आएर त नमस्ते बाजेको घर गएको ठाउँ हाम्रो घर त हटेछ अहिले नयाँ घर बन्ने छ है यहाँ त गोठ थियो होइन हाम्रो पनि हो घर पुग्यौँ अब सही थाकेको छ नि त अनि खाना खाएर रेस्ट गर्छौँ फेरि अनि माथि गाउँतिर एकपल्ट बोजूहरूलाई फुपूहरूलाई भेट्न जानु छ आजको भिडियो म अहिले साँझतिर हिँड गर्छु होला बोजूलाई भेट्न हिँडेको म जहिले छोड्दै आएको हो हामीले हो कि नचिन्ने चिसो हुन्छ ए त्यस्तै लाग्छ क्या मलाई देख्दा त गालो त रङलाई नै देख्दा पनि स्ट्रगल भइरहेछ नगुल्टे मलाई च्याप्लास जाऊ यस कस्तो राम्रो भएको लट्टे यो त दुधसँग खान कस्तो मिठो हुन्छ है नमस्ते बेस्ट फ्रेन्ड दिदीको बेस्ट फ्रेन्ड ओहो बचाई नमस्ते चिन्नु भएन साँच्ची अब चिनेको भन्ने अनुहारबाट यसो चिन्नु त अनुहार पनि देख्नु पर्यो नि राम्रो चिन्नु ल हेर्नु ल ल बजाले आफै चिन्नु पर्छ
हामीले भन्दैनौँ रुन्छु म त साँच्चै नचिन्नेको र चिन्नु होइन कहाँ चिन्ने त हजुरकै शाखा सन्तान हो त हजुरकै शाखा सन्तान हो त हाम्रो शाखा सन्तान नोटिन पछाडि अन्त भ्याइन्छ त हड्डी चड्डी कस्तो मच्छीको मलाई यहाँ कतापट्टि बलले लाग्यो एकचोटि ल त्यत्रो बच्चा पनि हेर्नु बल्ल ब्यालेन्स भएछ के चप्रकै समाएर बसेछ फेरि आन्छौँ के आउँछु म अर्को सालतिर आउँछु फुपू गएँ ल ल बाई बाई गुड नाइट दिदी बाई 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 ल नानी ल खै तिनीहरू थ्याङ्क यू हजुर नि राम्रोसँग जानु शुभयात्रा यी के लट्ठी मेरो त यस्तो बोकेर हिँड्छु म त हेर त फुल कति राम्रो भएको बाई 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 नानी न्यू एक्सपिरियन्स हो यो पनि हेर झन् हिँड्न सकिन्न यार जुनेली रात हामी चाहिँ बोजूलाई भेटेर फर्किँदैछौँ नभन्न मलाई डर लाग्छ यहाँ यो घरमा हो यो गोठमा हामी आज हिँडेको भएको छौँ